हजुरहरूले भागवत गीता कति पढ्नु भएको छ होइन? भागवत गीतामा श्रीकृष्णलाई हामीले पूजा गर्नुपर्छ त भनेर सोच्ने क्रममा चाहिँ कृष्णले के भन्नुहुन्छ भन्दाखेरि यो संसार, यो क्रिएसन सबै मैले गरे हो। यो क्रिएसनमा तिमी यदि खुसी हुन्छौ, गदगद हुन्छौ होइन, तिमीले चाहिँ आफ्नो खुसी अरूसँग बाँड्छौ भने मलाई पूजा गर्नु पर्दैन। तिमी खुसी बस्नु होइन, तिमीलाई जेमा इच्छा लाग्छ त्यसरी खुसी हुनु, अरूलाई दुःख नदिनु होइन भनेर भन्नुहुन्छ क्या श्रीकृष्णले। सो तपाईँलाई खुसी केमा लाग्छ? एज अ भागवत गीतालाई फलो गर्ने हो भने तपाईँलाई खुसी केमा लाग्छ? पूजै गरेर चाहिँ भगवान् खुसी हुने होइन क्या। पूजा गरेर भगवान् खुसी होइन, पूजा गरेर मन शान्त हुनु मात्र हो होइन। मनमा पीडा व्यथा सब कुरो राखेर तपाईँ पूजा गर्नुहुन्छ, कृदिष्ट राखेर कोही प्रति नेगेटिभ राखेर पूजा गर्नुहुन्छ भने त्यो पूजा गर्नुको अर्थ हुँदैन होइन। त्यही भएर श्रीकृष्णले भन्नुभएको छ कि तिमी खुसी हुनु पऱ्यो कि, तिमी खुसी हुनु पऱ्यो। मैले यो क्रिएसन त गर्दैन संसारमा, तिमी खुसी हुनु पऱ्यो। खुसी भयो भने मलाई पूजा गर्नु पर्दैन, म आफै खुसी हुन्छु भन्नुभएको छ क्या। त्यही भएर म चाहिँ हिँड्छु, दौडिन्छु, रनिङ गर्छु नि। श्रीकृष्णको जय होस् के है।